हेलो एभ्रिवान, सेवा सम्पूर्णमा स्वागत छ मेरो अर्को मिनी ब्लगमा। मेरो चाहिँ बिहानीको सुरुवात यही कामबाट भयो है साथीहरू। हामीले चाहिँ आज प्याज रोप्न लागेको कि अनि प्याज त्यतिकै रोप्यो भने चाहिँ फुल्छ भन्छन् नि त। अनि हामीले चाहिँ यो जहिले जरा केलाएर काटेर मात्रै जहिले रोप्ने गरेको छ। त्यही भएर मैले चाहिँ केलाउँदैछु, काट्दैछु साथीहरू। छोरी चाहिँ उहाँ खेलिरहेछ, घरिघरि कराउँछ, रुन्छ। म चाहिँ बोलाउँदै अब आफू मात्रै भए जस्तो त कामहरू सजिलो हुँदैन नि त। नानीहरू भएपछि त उनीहरूलाई पनि टाइम दिनु पर्यो। छिनछिनमा रुन्छ, कराउँछ, के हुन्छ अनि हेरिराख्नुपर्छ। प्रायः जसो त आमाले नै हेर्नुहुन्छ, तर पनि अब वाक्कै लाउँछ क्या आमालाई पनि। अनि घरिघरि चाहिँ मै खेलाउँछु, न त मम्मी बाहिरतिर कामहरू गर्न सक्नुहुन्न। अनि म बाहिरको काम गर्छु, मम्मीले नानी हेर्नु। हुनु त बाहिरको काम भन्दा नि नानी हेर्नु चाहिँ लास्टै गाह्रो है साथीहरू। अब रुन्छ, के हुन्छ बिसाउन नि एकछिन पाइँदैन। अब अरू कामहरू भयो भने त एकछिन काम गरौँ, एकछिन बिसायो, त्यस्तो हुन्छ नि त। तर नानीहरू खेलाउँदा चाहिँ बिसाउनै पाइँदैन नि त। हामी चाहिँ गफमा प्याज रोप्ने ठाउँमा नि पुगिसक्यौँ। सागहरू त भर्खर सानो रहेछ, अस्ति बुनु र भाइले रोपेको। अनि यो चाहिँ चाइनिज साग हो, अब सार्न लागेको साथीहरू। मेरो चाहिँ नानी भएपछि यस्तो कामहरू खासै गरेको थिइनँ नि त साथीहरू। अनि बुनु हुँदाखेरि त सक्नुहुन्न तपाईँ, म गर्छु भनेर कति कामहरू सघाउनुहुन्थ्यो। अब बहिनीले पनि छोडेर जानुभयो, अनि त अब गर्नु परिहाल्यो, खानु पर्यो नि त। खानुको लागि काम पनि त गर्नु पर्यो। अनि तपाईँलाई धेरै सम्झेको छु मेरो बहिनी, फेरि छिट्टो आएर सघाउनु ल मलाई भनेर यही भिडियो मार्फत भन्दैछु तपाईँलाई, छिटो आउनु होला। अनि भाइले पनि सघाउनु त सघाउँछ, कति सघाउँछ नि त। तर अब ऊ मात्रै हुन्छ भनेर म चाहिँ सघाउँछु उसलाई। अब बुनु भयो भने त दुईजनालाई छोडिदियो, म त मस्त घरमा बस्ने हो। हेर्नु है साथीहरू, हाम्रो साग चाहिँ यस्तो छ, बाक्लो छ क्या। अनि सार्नु लागेको, अनि भाइले चाहिँ खनिदिँदैछ, म चाहिँ केलाउँदै सार्दैछु यता। सबै कामहरू सकाएर आएपछि चाहिँ मैले छोरीलाई नुहाइदिन लागेँ साथीहरू। मेरो छोरी चाहिँ ज्ञानी छ, नुहाइदिँदा पनि जे होस् रुँदैन नुहाइदिन चाहिँ। अनि अहिले बस्न पनि थालेको छ, त्यही भएर बाटामा पानी हालेर नुहाइदियो भने उसलाई खुसी हुन्छ। अनि बसाएर नुहाइदिनु अहिले चाहिँ सजिलो भएको छ। सानोमा त कति गाह्रो हुन्छ नुहाइदिन, अनि अहिले त बसायो नुहाइदियो ठिकै हुन्छ। अरू कुरा त्यस्तै हो, तर खाना चाहिँ छोड्नु हुँदैन है साथीहरू। म चाहिँ राईको छोरी, राईकै बुहारी, तोङ्बा र सुँगुरको मासु हान्दैछु ल साथीहरू। अनि फेरि लाग्यो म त आफ्नै ड्युटीतिर। अनि आएर पापाकी परीलाई पापाको टोपी हालिदिएछिन् अनि भिडियो बनाइदिएकोले साथीहरू कस्तो देखियो कमेन्ट गर्नु ल। अनि छोरीको फुपूहरू दिदीहरू आइपुग्नु भयो। अनि दिदीले चाहिँ हतार हतार बहिनी पक्रिहाल्नुभयो, खुसी हुँदैन। अर्को भिडियोमा भेट्ने बाचा गर्दै आजलाई चाहिँ यति नै छुट्टी राख्नु है साथी।